संघर्ष भनेको के हो यो स्टोरीलाई राम्रोसँग बुझ्नुस् अनि यो देशमा सबैभन्दा बढी सङ्घर्ष कसले गरेको रहेछ भन्ने कुरा बुझ्नुहुन्छ। एउटा अजीब खालको म्यानेजर, अजीब खालको कम्पनी, त्यो कम्पनीमा दुःख पाएका युवाहरूको सङ्घर्षको बारेमा म आज तपाईहरुलाई एउटा स्टोरी सुनाउँछु। यो कहानी हो 2023 मे 4 तारिकको दिन त्रिभुवन विमानस्थलबाट हिमालयन एयरलाइन्सले एउटै कम्पनीमा काम गर्न गएका 52 जना लेबरहरूको टोली बोकेर साउदी अरबतर्फ उडान गर्छ र लगातारको उडान 4 घण्टा 40 मिनटको उडानपछि साउदी अरबको दमाम स्थित एयरपोर्टमा अवतरण गर्छ। यी वर्करहरू आफ्नो आफ्नो झोला बोकेर इमिग्रेसनतर्फ लाग्छन्। इमिग्रेसन भइसकेपछि आफ्नो आफ्नो चेक जाँचहरू सकिसकेपछि यी वर्करहरू बाहिर निस्किन्छन् र कम्पनीको बस आउने प्रतीक्षा गरेर बस्छन्। लामो समयको प्रतीक्षापछि एउटा पुरानो खालको बस आउँछ। त्यसमा अलियमामा लेखिएको हुन्छ। त्यो बसले उठाएर तिनीहरूलाई त्यो दमाम एयरपोर्ट नजिकैको दमाम स्थितै एक लेबर क्याम्पमा लिएर गएर राख्छ। त्यो लेबर क्याम्पमा न त एसी छ, न त खानाको व्यवस्था छ, न पानीको व्यवस्था छ। मेको गर्मीको महिना छ। ती वर्करहरू प्याक परेर बसेका छन्। यी वर्करहरू कुनै कम्पनीले बाँकी रहेका खाना दिन्छन् कि भनेर यताउता भौँतरिरहेका थिए। त्यो अवस्थामा पनि कम्पनीले कुनै खालको रेस्पोन्सिबिलिटी लिँदैन। 5 दिनसम्मको त्यो सङ्घर्षपछि 5औं दिन बेलुका पख फेरि त्यस्तै खालको एउटा पुरानो खालको बस आउँछ र तिनीहरूलाई त्यो बसमा चढाइन्छ। जुबाइलतर्फ तिनीहरूलाई पठाइन्छ। केही समयको यात्रापछि तिनीहरू जुबाइल पुग्छन् र जुबाइल स्थित एउटा लेबर क्याम्पमा पुर्याइन्छ। त्यो लेबर क्याम्पमा पनि अवस्था त्यस्तै नै छ। न त पानीको व्यवस्था, न त खानाको व्यवस्था, न त एसीको व्यवस्था। गर्मीमा फेरि ती लेबरहरू प्याक्ती परेर बस्नुपर्छ। भोलिपल्ट बिहान सबैजना वर्करहरूलाई यार्डतर्फ लगिन्छ। त्यहाँ जो इन्टरभ्यूमा आउनुहुन्छ नेपालमा मोहम्मद साफी, उहाँले मिटिङ एटेन्ड गर्नुहुन्छ र सबै वर्करहरूले आफ्नो आफ्नो समस्या बताउँछन्। एसी छैन, पानी छैन, गर्मीले मर्न लाग्यो सर, के गर्ने भनेर गुनासो पोख्दा उहाँले तुरुन्त आफ्नो फोन निकालेर म्यानेजरलाई फोन लगाउँछन् र भन्छन् म आउनुपर्छ, तुरुन्त त्यसको व्यवस्था गरिहाल भनेर फोन गर्नुहुन्छ। र सबै वर्करहरू खुसी भएर क्याम्पतर्फ आउँछन् र क्याम्पको म्यानेजर अथवा क्याम्प बोसलाई कुरा गर्दाखेरि उनले ढाँटेका थिए, फोन गरेका थिएनन्। एउटा नाटक मात्रै थियो। यस्ता खालका अजीब खालका म्यानेजर हुनुहुन्थ्यो। त्यसरी नै सङ्घर्ष गरेर बस्दै गर्दा अब त्यो कम्पनीको एउटा ब्रान्च साउदीको एम्बुतर्फ हुन्छ, एम्बु स्थित हुन्छ र त्यहाँ केही समयपछि ती वर्करहरूलाई त्यहाँबाट जुबाइलबाट फेरि एम्बुतर्फ पठाउँछ। एम्बुको लामो यात्रा, 20 घण्टाको यात्रा, जुबाइलबाट 20 घण्टाको यात्रा गरिसकेपछि एम्बु पुगिन्छ। एम्बुको क्याम्पमा लगेर राखिन्छ। त्यहाँको अवस्था झन् भयावह छ। एकदम नाजुक अवस्था छ। न पानी छ, न एसी छ। जताततै फोहोरै फोहोर। बाहिर एकछिन निस्कियो भनेदेखि मौरीले ढाकेको जस्तो माखाले ढाक्छ मान्छेलाई। अब मान्छेको ज्यान जोगाउन, रोगले मरिने हो कि भन्ने डर हुन लागिसक्यो। त्यति बेलासम्म ती वर्करहरू त्यो कम्पनीमा पुगेको 3 महिना बितिसकेको हुन्छ। यता र उता घुमाइराखेको हुन्छ कम्पनीले। कुनै खालको ड्युटी छैन। खानको लागि बेसिक सेलरी दिएर राखेको हुन्छ, कुनै फेसिलिटी छैन। र आज ड्युटी लाग्ला कि भोलि ड्युटी लाग्ला कि भनेर बस्दा बस्दै त्यसरी नै वर्ष बित्छ। अब त्यो वर्करहरूको पैसा कमाउला, ओभरटाइम गरौँला, ड्युटी गरौँला भन्ने सपना चकनाचुर हुन्छ। त्यो एम्बु स्थित पनि उनी कहिलेकाहीँ जान्छन् ती म्यानेजर र रातको 9 बजे वर्करहरूलाई आफ्नो आफ्नो कपडा लगाएर बाहिर आऊ, म तिमीहरूलाई मिटिङ दिन्छु र त्यो मिटिङमा एटेन्ड गर्दै गर्दा ती वर्करहरूलाई कुनै त्यो समस्याको समाधान र सोलुसनको उपाय केही दिँदैनन्। ती म्यानेजरले ल तिमीहरूले मेरो दर्शन गर्यौ, अब मलाई आई लभ यु भन्छन्। यस्ता खालका अजीब म्यानेजर हुन् यिनी। यसरी 2 वर्षको समय त्यहाँ बित्छ र 2 वर्षपछि खाली हात जसरी गएको थियो त्यसरी नै 2 वर्ष पछाडि फर्केर आउँछ र फेरि त्यहाँ त कमाइ भएन, काम गर्न पाइएन, ओटी चलेन।
कम्पनी राम्रो थिएन, अब फेरि म अर्को ठाउँमा जान्छु भनेर दलाललाई पैसा दिएर फेरि अर्को ठाउँमा यात्रा तयार गर्छ। त्यसलाई भन्छ सङ्घर्ष। सङ्घर्ष यसरी गरिन्छ। नेपालको युवाहरूले यसरी सङ्घर्ष गर्छ।